जाडोको मौसममा एउटी बुढी आमा आफ्नो घरको कुनामा चिसोले काँपिरहेकी थिइन्। जवानीमा नै उनको श्रीमानको मृत्यु भएको थियो। घरमा एउटा सानो छोरा थियो। छोराको उज्जवल भविष्यको लागि उनले साउको घर घरमा गएर भाँडा माझिन्देखि गाई भैँसीको मल बारीमा लगेर छर्ने, बालीनाली स्याहार्ने काम सबै गर्थिन्। काम गर्दै गर्दा धेरै नै थाक्ने गर्थिन्, तर पनि आराम गर्दिन्थिनन्। हमेसा एउटा कुरा मनमा याद राख्थिन् र काम गर्न सुरु गर्थिन्। जुन दिन छोरा योग्य हुन्छ तब म आराम गर्छु। हेर्दा हेर्दै समय बित्दै गयो। आमा बुढी भइन् र छोराले एउटा राम्रो जागिर पायो। केही समयपछि छोरालाई विवाह गरिदिइन्। त्यसपछि छोरा बुहारीबाट एउटा बच्चा भयो। बुढी आमा धेरै नै खुसी थिइन्। उनको जीवन सबैभन्दा ठुलो सपना पुरा भएको थियो। उनको छोरा लायकको भयो। अब उनको छोराले उनको हरेक इच्छा पुरा गर्नेछ। तर छोरा बुहारीसँग आमाको साथमा बसेर सन्चो बिसन्चो घर व्यवहारको कुरा गर्ने फुर्सदसम्म हुँदैन थियो। अब यति फरक थियो। आमाको जीवनमा पहिला बाहिरी साहु साहुनीको जुठा भाँडा माझ्ने गर्थिन्। अब छोरा र बुहारीको माझ्छिन्। पहिला उनी बाहिरको मान्छेहरूको कपडा धुन्थिन्। अब आफ्नो छोरा बुहारीको। तर पनि उनी खुसी नै थिइन्, किनकि सन्तान त उनको नै थियो। उस माघको चिसो मौसम थियो। बाहिरी कोठामा चेतिएको सिरक ओढेर बुढी आमा सोच्दै थिइन्, छोरा बेलुका अफिसबाट आउँछ, धेरै जाडो पनि छ, जाडो भएको छ, छोरालाई एउटा नयाँ सिरक ल्याइदिए भन्छु। साँझ छोरा घर आएपछि आमाले भनिन्, छोरा जाडो धेरै बढेको छ, कति ठाउँमा त हिउँ परे र मान्छेहरूले फोटो खिचेर हालेका छन् अरे फेसबुकमा। तिमीहरू भित्र कोठामा सुत्छौ, ब्ल्याङ्केटमाथि बाक्लो सिरक खप्ट्याएर केही चालै पाउँदैनौ। अब त बुढो भएछु क्यारे, च्यातिएको सिरकले जिउ नै तात्दैन। भोलि अफिसबाट आउँदा एउटा नयाँ सिरक ल्याइदिनु बाबु मलाई। छोराले आमाको कुरा सुन्ने बित्तिकै झस्किँदै रिसाउँदै भनौँ, यो महिना घरको दाल चामल ग्यास, छोरछोरीको अनलाइन क्लासको फिस, अर्धवार्षिक परीक्षाको फिस, अब अलिकति पैसा उम्रेको छ। छोराछोरीको लागि स्कुल ड्रेस, सुहाउँदो स्वेटर ल्याउनु छ। बुहारीको लागि एउटा चौबन्दी चोली पनि ल्याउनु छ भन्दैछिन्। चौबन्दी चोली लगाएर टिकटक बनाउँछिन् रे। कोठामै बसिरहनु, घरबाट ननिस्किनुस्। अब 1 महिना मात्र बाँकी छ, त्यसपछि गर्मी सुरु हुन्छ। नयाँ सिरक चाहिएको हो भने अर्को साल जाडोमा ल्याइदिउँला। छोराको कुरा सुनेपछि आमा चुपचाप चेत्तीको सिरक ओढेर सुतिन्। भोलिपल्ट अबेरसम्म आमा नउठेपछि कोठामा हेर्न जाँदा आमाले यो संसार छोडेर गइसकेकी रहेछन्। अब आमा रहेनन्। छोराले आफन्त इष्टमित्र छरछिमेक सबैलाई जानकारी गरायो। सबैजना जम्मा भए। आमाको अन्तिम संस्कारमा छोराले कुनै पनि प्रक्रियालाई छाडेन, केही कुराको कमी गरेन। आमाको पार्थिव शरीरको सजावट एकदमै राम्रोसँग फुलमाला दोसल्ला ओढाएको थियो। आमाको मलामी सारा संसारले भन्दै थिए, भगवानले सबै आमालाई यस्तै योग्य छोरा दिउन्। तर ती मलामीहरूलाई के थाहा, छोराले एउटा गतिलो ओढ्ने सिरक नदिएर आमा जाडोले कठाङ्ग्रिएर मरेकी हुन् भनेर। साथीहरू, यदि आज तपाईको आमा बाबु तपाईको साथमा हुनुहुन्छ भने तपाईँ धेरै भाग्यमानी हुनुहुन्छ। आजको दिनमा तपाईँ जे जस्तो हुनुहुन्छ उहाँहरूको मेहनत र आशीर्वादले हुनुहुन्छ। बाँचुन्जेल आमा बाबुको सेवा गर्नु नै पहिलो कर्तव्य हो, किनकि उहाँहरूले आफ्नो सारा जीवन तपाईको लागि दिनुभएको छ। त्यसैले
आफ्नो वृद्ध आफ्नो आमा बुवालाई बाँचुन्जेल सम्मान र माया र साथ दिने काम गरौँ। हरे कृष्ण। तपाईको दिन शुभ रहोस्। यदि यो भिडियो हेर्दै गर्दा तपाईहरूलाई यो भिडियो बनाएको मेहनत राम्रो लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोला।